नमस्ते सबैमा वेलकम टु माई च्यानल। र आज चाहिँ मैले यहाँनिर एकैचोटि यहाँ किचनबाट थालेँ हो। यहाँ चाहिँ मैले कराईमा तेल तताइरहेको थिएँ, त्यसमा चाहिँ मैले प्याज पनि हालेँ हो। अन्त प्याजलाई मजाले खराउँदै थिएँ। यो चाहिँ मैले के बनाउनु आँटेको हो भन्दा चाहिँ यो चाहिँ मैले यहाँनिर चाहिँ माछाको अन्डा बनाउनु आँटेको थिएँ हो। हिजो बेलुकै ल्याएको थिएँ नि त। अन्त यहाँनिर टमाटर पनि हालेँ हो, मजाले यहाँ फ्राई गर्दै थिएँ प्याज र टमाटरलाई। त्यसपछि चाहिँ यो प्याज र टमाटर फ्राई गरेपछि चाहिँ मैले यहाँनिर चाहिँ माछाको अन्डा हालेँ हो। अन्त यसलाई मजाले मिक्स गरिदिएँ, मिक्स गरेर मजाले चलाइदिएँ हो। त्यसपछि चाहिँ यहाँनिर चाहिँ हाल्नुपर्ने हुन्छ मैले मसला, हर्दी, जिरा पाउडर, धनियाँ पाउडर, लाल मिर्च, नुन पनि हालेँ। अन्त यसलाई मजाले मिक्स गरेँ हो। मिक्स गरेपछि चाहिँ छोपिदिनुपर्छ पाक्नुको लागि हो। अन्त त्यसपछि अर्को साइड मैले यहाँनिर आँटा पनि गुन्दै थिएँ हो, माछाको अन्डासँग चाहिँ रोटी खाऊँ भनेर नि त। अन्त यहाँनिर मैले मुछी पनि सकेँ हो आँटा। त्यसपछि यहाँनिर चाहिँ मेरो चाहिँ अन्डा पनि पाकिसक्यो हो। त्यसपछि म लागेँ अर्को रुमतिर। बिहानको हाम्रो ओछ्यान मिलाउनु पर्ने हुन्छ हो। अन्त बिहान चाहिँ पुरा हतार हुन्छ नि त। अन्त मैले चाहिँ बट्टाबट्टी ओछ्यानहरू पनि मिलाउँदै थिएँ हो। मजाले ब्ल्याङ्केटहरू पट्याएर चिटिक्क पार्नुपर्छ हो। त्यसपछि अब त्यतिकै हो, बिहान त हतार हुन्छ हो। सबै रुटिन सकेर नानीको रुटिन पनि फलो गर्नु पऱ्यो, आफ्नो रुटिन पनि फलो गर्नु पऱ्यो हो। त्यसपछि यहाँनिर मैले मिलाइसकेँ हो, मजाले मिलाइसकेँ। त्यसपछि नानीले फेरि यताउता खेल्नेहरू छरेको हुन्छ, त्योहरू पनि सबै टिप्नुपर्ने हुन्छ हो। त्यो सकेर चाहिँ म अर्को रुमतिर लागेँ। अर्को रुम पनि उसले त्यत्तिकै छरिदिइरहेको हुन्छ हो। अब नानीहरू त्यस्तै हुन्छ है, के गर्नु अब आफ्नो त काम अब त्यही हो, मिलाउँदै बस्दै अब हो। त्यसपछि यहाँ सकेर चाहिँ म चाहिँ अब वेट नाप्छु भन्यो। फेरि अक्सुले पनि नाप्ने अरे। अन्त ऊ चाहिँ 11 किलो भएको रहेछ हो। अन्त घरिघरि ऊ चाहिँ फेरि ऊ आफै चढ्दै थियो नि त वेटमा। अब भयो तिमी, अब म नाप्छु भनेर मैले उसलाई साइडमा राखेँ नि त। अन्त मैले मेरो वेट नापेँ हो। मेरो नापिसकेर चाहिँ मेरो हस्बेन्डले पनि नाप्ने अरे हो, उसको वेट पनि नाप्ने र उसको वेट चाहिँ भनिन सक्नु छ हो। त्यसपछि उसलाई घट्नु भनेको खै अब घट्छ होला हो। त्यसपछि नानी कहाँ गयो भनेको चाहिँ ऊ चाहिँ यहाँनिर चाहिँ फेरि खिड्कीमा चढेछ हो। त्योपछि चाहिँ म अब फेरि नानीको खाना पकाउनुपट्टि लागेँ। उसलाई चाहिँ आज ओट्स बनाइदिन्छु भने हो, ओट्स बसाएँ। अन्त यहाँनिर उसलाई डेट्स हालिदिएँ गुलियोको लागि हो। अन्त उसले मजाले खान्छ नि त। अन्त त्यसपछि चाहिँ यहाँनिर अब फेरि उसलाई यो रुममा राखिदिएँ, उसलाई खाना ब्रेकफास्ट दिनुको लागि हो। अब आज फेरि टिभी हेर्दै खाने अरे। अन्त टिभी चेयर र उसको चेयर टेबलमा राखिदिएँ हो। त्यसपछि अब आज चाहिँ म खुवाइदिँदैछु नि त उसलाई उसको ओट्स। अन्त उसले पनि मजाले खायो, उसको ओट्स गम खायो हो। टिभी हेर्दै रमाउँदै मजाले खायो। अब त्यस्तै हो। अब अफिस जाने दिन चाहिँ यति बेसी हतार हुन्छ, बिहान यति बेसी हतार हुन्छ हो। खाइसकेपछि उसलाई राखिदिनुपर्छ हो। त्यसपछि उसले फेरि टोइलेट गर्छ हो। त्यहाँदेखि मिनवाल त्यो उसले खाइसकेर चाहिँ मैले यहाँनिर फेरि हाम्रो खाजापट्टि लागेँ। हाम्रो चाहिँ रोटी पाक्दैछ, पोले भट्टापट्टि रोटी पोल्यो हो। त्यसपछि चाहिँ हाम्रो खाने टर्न अब हुन्छ त। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।